हेलो एभ्रिवान, स्वागत छ तपाईलाई आजको अर्को नयाँ ब्लगमा। स्टार्टिङ चाहिँ हाम्रो यहाँको घरदेखि नै भइरहेछ। यो हाम्रो घर, यहाँ दुईटा रुम खाली छ। तपाईहरु चाहनुहुन्छ भने मैले दिन्छु यहाँनेर, जो मेरो घर हो। अनि यहाँनेर चाहिँ भाउजूले तोरी हान्नु भएको रहेछ कि, अनि त्यो भएर यो तोरी चाहिँ यहाँ हामीले माडिसक्यौँ। अनि यो चाहिँ त्यो माडेर रको यो के अरे त्यसको बोक्रा हैन, भित्रको दाना यो के लाउन आँट्नु हुँदैछ भाउजूले। तोरी चाहिँ अझै उता उखाल्नै बाँकी छ रे। एकैचोटी कि दाजु भन्छ फेरि भाउजू यता भाउजू म चाहिँ हेर्दैन अहिले यहाँ चाहिँ उद्यानेर हाम्रो जाडोमा ताप्ने दाउरा छ। इस्कुस काट्दै त लाउँदै भन्नुहुन्छ फेरि भाइ भन्नु चिन्ता राख्ने आउ भन्नुहुन्छ। इस्कुस यस्तै छ हाम्रोतिर त, कुखुराहरू होइन। एभोकाड त अझै रहेछ त नि भाउजू, एभोकाड त अझै रहेछ त यो। अनि यो कालो भएको चाहिँ के भएको? एभोकाड छ। यो बोटको चाहिँ सकेछ नि त पाक्ने, बोटको चाहिँ यतापट्टि तोरी उम्रिनै बाँकी छ। हाम्रो यो चाहिँ फल्नै बाँकी छ। यहाँनिर लसुनहरू यो यति रोप्नु भएको हौ। यस्तै छ अहिले यताको तलतिरको बसाइ। तोरीको गुन्द्रुक, फुलहरू हेर्नु। यो घर बिक्रीमा छ भनेर फेरि पत्ताउनु होला, मेरो कुरा नपत्ताउनु है। उयो रातो रातो चिन्नुहुन्छ साथीहरू? बेल जाने कि के अरे हो, पुरा छेउ हान्नु नपर्यो, परसम्म छ है। अनि यतातिर नि छ यसै सागहरू भयो होइन। अनि यता यसै छ, यता लसुनहरू रोपेको छ। मुला छ यहाँनिर, हेर्नु न मुला त्यत्रो त्यत्रो भएको। यहाँनिर पनि लसुन प्याजहरू छ। अनि यहाँ चाहिँ फेरि तोरी उखाल्नु बाँकी छ। हेर्नु न झार 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 छ है। यस्तो छान्नु पर्ने, सबै झार आउँदो रहेछ नि त। अनि यतातिरको चाहिँ यस्तै छ है। तपाईँहरू के गर्नु हुँदैछ? सबै ठिकठाकै हुनुहुन्छ होला, कामहरू गर्नु हुँदैछ होला होइन। के भन्नुभयो म त आजभोलि मैले भ्लगहरू बनाउनु छोडेको छु नि त। अन्त मलाई के बोल्ने हुन थाल्यो आजभोलि। खासै बोल्नु पनि आउनु छोडिसक्यो साथीहरू। यहाँनिर फुल फुलिरह देख्नु भयो होला। अनि अहिले म चाहिँ भाउजूको माग थिएँ नि त यहाँ तल, अनि त्यही भएर सानो भाँडा धुनु लागेको थियो खासमा। भाउजूले अहिले एकछिन धुलो पर्छ तोरीको नधो भन्नुभयो, नधो हो। यहाँ सयपत्री फुल है। यहाँनिर इनार छ, पानी तान्ने इनार। यहाँदेखि जान्छ अघि, यहीँदेखि झरेको कुकुरले हान्ने नै खाएन। खोर्सानी फुल, यहाँ बस्दाकै हुँदैन। यसरी मार्नुपर्छ तोरी चाहिँ त्यसरी। मस्त घाम लागिरह। यो साथीहरू आजको भ्लग यति नै ल, 4 मिनट जतिको। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।